सबैजनालाई नमस्कार। म कृतेश पौडेल। अहिले हालसालै हाम्रोमा यो विषादीको चाहिँ समस्या एकदमै धेरै आउने गरेको छ कि हामीले अहिले बजारमा किन्ने प्रायः जसो हरेक हरियो सागसब्जी तरकारी फलफुलहरूमा चाहिँ विषादीको मात्रा चाहिँ अत्याधिकै हुन्छ हैन। अब भर्खरै पनि हेर्नु न, हिजो अस्तिको कुरा हो, तनेबोडीमा चाहिँ 92% जति चाहिँ अर्गानोफस्फेट परिवारको चाहिँ विषादी देखियो। यो चाहिँ ऱ्यापिड बायोएसी अफ पेस्टिसाइड रेसिड्युज भन्ने टेस्ट हुन्छ। त्यसले चाहिँ प्रायः जसो अर्ग्यानिक क्लोरिन अनि त्यसपछि अर्गानोफस्फेट ग्रुपको चाहिँ विषादीहरूलाई चाहिँ मापन गर्छ हैन। योभन्दा अघिल्लोचोटि पनि रायो सागमा चाहिँ 65 देखि 85% 87% सम्म भक्तपुर लगायतका सिन्धुपाल्चोक लगायतका ठाउँ, खोटाङ लगायतका ठाउँहरूमा चाहिँ त्यति धेरै देखिएको थियो। यो कारणले गर्दाखेरि अहिले चाहिँ हामी यो विषयमा सचेत हुन एकदमै आवश्यक छ। कुनै पनि कृषकहरू किसानहरू जसले चाहिँ विषादी प्रयोग गर्नुहुन्छ भने त्यो विषादीको खतरा लेभल कुन हो, त्यो विषादीलाई पर्खनु पर्ने समय कुन हो, आफूले कति दिन पछाडि त्यो तरकारी चाहिँ टिपेर हार्भेस्ट गरेर बजारमा पठाउँदैछु अथवा चाहिँ उपयोग गर्दैछु भन्ने कुरा चाहिँ मध्यनजर गर्न एकदमै आवश्यक छ। त्यसको आधारमा मात्रै विषादीहरू प्रयोग गर्नुपर्ने हुन्छ। अब त्यही भएर अहिले चाहिँ मैले हजुरहरूलाई एउटा मुख्य जानकारी के दिन गइरहेको छु भने हामीले बजारबाट जति पनि तरकारीहरू किनेर ल्याउँछौँ त्यो किनेर ल्याएको तरकारीहरूलाई चाहिँ कम्तीमा, अब सुन्नु है राम्रोसँग, हामीले पानीमा आधी घन्टासम्म भिजाउन चाहिँ एकदमै उपयुक्त हुन्छ। त्यो पानी भिजाउने पानीमा चाहिँ 100 ml भनेको लगभग भनौँ न ठुलो गिलासको 1 गिलास हाल्दैछौँ भने त्यसमा चाहिँ 250 ml जति हुन्छ। 250 ml मा चाहिँ लगभग 5 ग्राम जति चाहिँ नुन हामीले राखिदिने, अथवा 250 ml 100 ml पानी बराबर चाहिँ 10 ml भिनेगरको हिसाबले पनि त्यसको सोलुसन बनाएर पनि आधी घन्टा जति भिजाइदियौँ भने त्यो उक्त चाहिँ तरकारीहरूबाट धेरैभन्दा धेरै विषादीहरू चाहिँ त्यो पानीमा ह्रास भएर जान्छ। त्यस पछाडि पखालेर खायौँ भने विषादीलाई चाहिँ हामीले धेरैभन्दा धेरै न्यूनीकरण आफ्नै भाषामा पनि गर्न सक्छौँ। अब यो जानकारीलाई हामीले आजैबाट अहिले थाहा पाएबाटै आफ्नो भान्सामा चाहिँ चलन चल्तीमा ल्याउनलाई चाहिँ म सबैजनालाई आग्रह गर्छु है त। धन्यवाद।